जय मसीह तपाईहरु सबैजनालाई। आज म फेरि यहाँहरुको बीचमा एउटा विषयवस्तु लिएर उपस्थित भएको छु। सोशल मिडिया खोल्दाखेरि चाहिँ आज क्रिश्चियनहरु माथि विभिन्न अभियोगहरु चाहिँ लगाउँदै गरेको हामी देख्न सक्छौं र साथै हाम्रो छिमेकी राष्ट्र भारतमा पनि आज क्रिश्चियनहरुलाई सताइएको कुराहरु चाहिँ हामी देख्छौं। नेपालमा पनि त्यो कुराहरु चाहिँ विभिन्न ठाउँहरुमा भइ नै रहन्छ। कतिपय ठाउँहरुमा चाहिँ पास्टरहरुलाई समातेर अनि कालो मोसो के दलीय कुराहरु चर्चमा सेवकाई हुँदै गर्दाखेरि इन्टरप्ट गरेको कुराहरु त्यो सबै कुराहरु चाहिँ हामी देख्न सक्छौं हैन। र हाम्रो देशमा अनि कुराहरु चाहिँ भइ नै रहेको छ। अनि म चाहिँ जब यो विषयमा विचार गर्दाखेरि मलाई एउटा कुरा चाहिँ अनौठो लाग्छ। आज किन मानिसहरुले चाहिँ क्रिश्चियनहरुलाई यति साह्रो खेदो गर्छ अथवा किन आज मान्छेहरुले चाहिँ क्रिश्चियनहरुलाई यति धेरै निन्दा गर्छ भन्ने कुराहरु चाहिँ सोच्दाखेरि मलाई अनौठो लाग्छ। यदि वास्तवमा भन्ने हो भनेदेखि चाहिँ क्रिश्चियनहरु चाहिँ विश्वका नै एकदमै शान्तिप्रिय जाति हैन, एकदमै शान्ति मन पराउने र शान्तिमा रहने है, सबैको भलाइको निम्ति प्रार्थना गर्ने, सबैको उन्नतिको निम्ति प्रार्थना गर्ने, सबैको भलो चाहने, सबैको हितको लागि बोल्ने यदि कुनै जाति संसारमा छ भनेदेखि चाहिँ त्यो मात्र क्रिश्चियन हो। त्यसकारणले गर्दाखेरि चाहिँ आज विभिन्न आरोपहरु चाहिँ यो देशमा क्रिश्चियनहरुमाथि लगाइन्छ, विभिन्न अभियोगहरु हैन। ती अभियोगहरु मध्ये चाहिँ दुई तीनवटा अभियोगको बारेमा मैले यसभन्दा अगाडि पनि भिडियो बनाएर युट्युबमा राखेको छु। हजुरहरुले पछि गएर त्यो भिडियोलाई सर्च गरेर हेर्न सक्नुहुन्छ है। तर आज म विशेष गरी बोल्न गइरहेको कुराहरु चाहिँ क्रिश्चियन एउटा शान्तिप्रिय जाति हो र क्रिश्चियनले कसैको पनि कुभलो चाहदैन, सबैको हितका लागि हैन काम गर्ने, सबैको हितका लागि चाहिँ परमेश्वरसँग प्रार्थना गर्ने यदि कुनै जाति छ भनेदेखि चाहिँ त्यो चाहिँ क्रिश्चियन हो। र यदि मैले चाहिँ मेरो विषयमा अथवा हाम्रो चर्चको बारेमा भन्ने हो भनेदेखि चाहिँ हामी प्रत्येक हप्ता हाम्रो देशको निम्ति हामी प्रार्थना गर्छौं, हाम्रो जातिको लागि हामी प्रार्थना गर्छौं, हाम्रा मानिसहरुको लागि हामी प्रार्थना गर्छौं हैन, हाम्रो आफन्तहरुको लागि हामी प्रार्थना गर्छौं, देशको शान्तिको लागि, देशको सुरक्षाको लागि चाहिँ हामी प्रार्थना गर्छौं। र तपाईले कहि पनि देख्नुहुन्न क्रिश्चियनहरु चाहिँ आफ्नो मागहरु पूरा गर्नको लागि हातमा भाटाहरु लिएर लाठीहरु लिएर अथवा हतियार बोकेर चाहिँ कहिले पनि क्रिश्चियन चाहिँ बाटोमा आउँदैन। क्रिश्चियन चाहिँ शान्तिप्रिय जाति हो र क्रिश्चियनलाई शान्ति मन पर्छ, किनकि हाम्रो परमेश्वर जो हुनुहुन्छ उहाँ शान्तिको परमेश्वर हुनुहुन्छ है। र त्यसकारणले गर्दाखेरि चाहिँ हामी शान्ति मन पराउँछौं। र अनि म यो भिडियो मार्फत यो भिडियो हेर्ने सम्पूर्णलाई भन्न चाहन्छु, क्रिश्चियनहरुले चाहिँ है कहिले पनि यो देशको कानुनको विरुद्धमा काम गर्न सक्दैन, किनकि परमेश्वरको वचनले चाहिँ क्रिश्चियनलाई बाँधिरहेको हुन्छ। र हामी चाहिँ हैन सबैको, मैले अघि नै भने, सबैको भलाइको निम्ति प्रार्थना गर्ने यदि कुनै जाति छ भनेदेखि त्यो क्रिश्चियन मात्रै हो हैन। त्यसकारणले गर्दाखेरि चाहिँ क्रिश्चियन जसले बाइबल पक्रेको छ, म सबै क्रिश्चियनको बारेमा त भन्न सक्दैन, तर जसले बाइबललाई बुझेको छ, जसले बाइबललाई समातेको छ आफ्नो हातमा र जसले चाहिँ दिनहुँ बाइबललाई अध्ययन गर्दछ, त्यो व्यक्ति चाहिँ कहिले पनि यो देशको कानुनको विरुद्धमा जाँदैन। त्यसकारणले चाहिँ क्रिश्चियनहरु देशद्रोही होइन, क्रिश्चियनहरु चाहिँ देशप्रेमी हो। यदि यो भिडियो तपाईहरुलाई मन पर्छ भने, मन पर्यो भनेदेखि चाहिँ यहाँहरुले यो भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गर्नको निम्ति आग्रह गर्दै, यदि फेसबुकमा हेर्दै हुनुहुन्छ भने अनि हाम्रो यो गुड न्यूज चर्च पेजलाई यहाँले चाहिँ फलो गर्नको निम्ति आग्रह गर्दै तपाईहरुको बीचबाट बिदा हुन्छु। जय मसीह।